हेलो नमस्ते। आज चाहिँ मेरो डे 3 को ब्लग म नुहाएर आइसकेँ। ड्याडी, ठुली छोरी अनि मेरी सानी छोरी चाहिँ सुति नै राखेका छन्। म चाहिँ नानीहरू सुतिराखेको बेला हल्का फेस केयर गरिहाल्छु भनेर लागेकी छु। आज चाहिँ मेरो ठुली छोरीको स्कुलको डकुमेन्टको लागि चाहिँ सोसल जानुपर्ने छ। सोसलबाट मलाई एउटा डिक्लेरेसन पेपर ल्याउनु पर्ने छ। त्यही भएर चाहिँ हामी आज बाहिर जाने भएर म चाहिँ बिहानै उठेर फ्रेस भएर रेडी हुन थालेको छु। मैले टोनर लगाएर ट्याप पारिराखेको छु। मैले चाहिँ सनस्क्रिन, मोइस्चराइजर अनि सनस्क्रिन लगाउँछु, अरू केही लगाउँदिनँ फेसमा। सनस्क्रिन लगाएँ। अहिले नानीहरू उठेपछि त्यति मेसो पाइँदैन, फुर्सद पाइँदैन, त्यही भएर सनस्क्रिन फेसको केयर चाहिँ गरिहाल्छु भनेर गरेको। फेस केयर गरेर भ्याएपछि त लगभग आधा काम नै सकिए जस्तो लाग्छ। अब चाहिँ लाग्छु म नेपालमा मम्मीसँग कुरा गर्न। मम्मीसँग कुरा गर्दै गर्दाखेरि आज चाहिँ मेरो मामाको छोराछोरी पनि आएका थिए। उनले चाहिँ दिदी हजुरले ब्लग बनाउनुहुन्छ, हामीलाई पनि ल्याउनुहोस् न ब्लगमा भन्दै थिए। मैले चाहिँ त्यति बेला स्क्रिन रेकर्ड गरिराखेको थिएँ। अनि भोलि आउँछौ कि मेरो ब्लगमा भनेर भन्दै थिएँ। यो चाहिँ मेरो भाइ हो। अनि मेरी छोरी उठिसकिन्, उनलाई पनि मैले नुहाइदिएँ। अनि नुहाएपछि चाहिँ उनलाई मैले बाथरुमबाट बाहिर लिएर आउँछु। अब चाहिँ म लागेँ छोरीलाई कपडा लगाइदिन तर्फ। छोरीलाई अब मैले कपडा लगाइदिनुपर्छ, कपडा पनि लगाइदिइसकेँ। अनि उनलाई चाहिँ मैले बाहिर निकाल्ने भएर मोइस्चराइजर क्रिम लगाइदिन्छु। मोइस्चराइजर क्रिम लगाएर रेडी बनाएर उनलाई चाहिँ मैले आज स्यारलेस खुवाएर बाहिर लैजाँदैछु। अनि ठुली छोरीले स्यारलेस खाएर सकेपछि सानी छोरी चाहिँ खेल्दै थिइन्। अनि मैले सानी छोरीलाई पनि रेडी गर्नतर्फ लागेँ। मेरी सानी छोरी चाहिँ रेडी हुँदैछिन्। उनी त्यति धेरै रुने सताउने चाहिँ अहिलेसम्म गरेकी छैनन्। त्यस्तो रुने सताउने गरेको मैले त्यसरी मलाई दुःख भयो भन्ने चाहिँ गरेको छैन। उनी रेडी भइसकिन्, यस्ती भइसकिन् मेरी छोरी। अनि म लाग्छु अब कपाल ड्रायर गर्न। म चाहिँ रेडी भइसकेँ, कपाल ड्रायर गरिसकेँ। अनि म रेडी भएपछि हामी लाग्छौँ अब सोसल सेक्युरेन्सतिर। हामी चाहिँ गाडी बुक गरेर सोसलतिर लाग्यौँ। आज चाहिँ घाम लागेको छैन। घाम नलागे पनि उम्सो चाहिँ एकदमै उम्सो थियो, गर्मी नै थियो। अनि हामी यसरी कुरा गर्दा गर्दै सोसल सेक्युरेन्स त पुगि नै सक्यौँ। अनि ड्याडीले नानुलाई निकाल्नु भयो। हामी सोसलको काम सकेर लाग्यौँ छोरीलाई खेलाउन पार्कतिर। एकछिन चाहिँ छोरीलाई पार्क खेलाउँ भनेर लिएर गयौँ। अनि हामी चाहिँ त्यहाँबाट फर्केर घर आयौँ। घर आएपछि ड्याडीले चाहिँ खाना बनाउन थाल्नुभयो। छोरी चाहिँ यहाँ खेल्दै थिइन्। अनि म चाहिँ लागेँ आफ्नो पार्सल खोल्नतर्फ। यो चाहिँ मैले सिनबाट मगाएको थिएँ। दुइटै छोरीहरूको नामहरू राखेर अनि जन्मेको टाइम, सबै त्यो डेटहरू टाइमहरू सबै राखेर मैले चाहिँ यस्तो क्यालेन्डर टाइपको यस्तो बनाएर पछिलाई मेमोरी हुन्छ भनेर यो चाहिँ बनाइदिएको थिएँ। यो चाहिँ मैले दुवै छोरीको बनाइदिएकी छु, ठुलो छोरीको पनि सानी छोरीको पनि। पहिला यो थिएन, मैले सिनमा भेटेको थिएन। पछि भेटेपछि चाहिँ मैले दुवै छोरीको बनाइदिएँ। अनि यो चाहिँ के छ यसमा छैन क्या भन्दै थिएँ। यसमा चाहिँ यस्तो स्टिकर रहेछ। अनि यो सबैभन्दा इम्पोर्टेन्ट चाहिँ मलाई यो लागेको थियो, किनकि अब मेरी छोरी रङहरू चिन्ने भएकी छन्। सानी छोरी 4 महिना लागिन्, अब कलरहरू देख्छिन् उनले, त्यही भएर। अनि चलिराख्ने चिजहरू मगाइदिएको। यो त सानी छोरीलाई मगाएको, ठुली छोरी पो मस्त खेल्दैछिन्। अनि हामी चाहिँ लाग्यौँ किचनतर्फ। मलाई चाहिँ ड्याडीले टमाटरको चटनी बनाऊ न, तिमीले बनाएको मिठो हुन्छ भन्नुभएको थियो। मैले टमाटरको चटनी बनाएको त एकदमै खार लागेछ। अनि मलाई चाहिँ आछ्यु आइराखेको थियो। नानी पनि भोकाएर होला अलि झगडा गरिराखेकी थिइन्। ड्याडीले चाहिँ म नानीलाई बोलाउँछु, तिमी फटाफट चटनी बनाऊ अनि सबैजना बसेर खाना खाउँला भन्दै हुनुहुन्छ। ड्याडीलाई चाहिँ टमाटरको चटनी एकदमै मिठो लाग्छ। मैले चाहिँ ग्राइन्ड गर्ने भएको भएर कचौरामा नै ग्राइन्ड गरिराखेकी छु। कचौरामा हातले सबै पुछेर खान सजिलो हुन्छ नि त, त्यही भएर। अब चाहिँ हाम्रो चटनी रेडी भयो। अनि हामी लाग्यौँ खाना खानतर्फ। ड्याडीले र मैले सँगै खाना खायौँ। आज चाहिँ ड्याडीको छुट्टी परेको भएर ड्याडी र म सँगै खाना खाँदैछौँ। ड्याडीले चाहिँ खाना खाएर फिनिस गरिसक्नुभयो, मैले पनि फिनिस गरेँ। तर ड्याडी उठेर जानुभयो, म चाहिँ दही खानपट्टि लागेँ। साँच्ची मेरो त दही बाँकी छ नि है, मैले त दही नै खाएको छैन भन्दै हुनुहुन्थ्यो। ड्याडीले दही खानुभयो। अनि ड्याडी चाहिँ नानीसँग खेलेर भाँडा धुन
म चाहिँ नानीलाई दुध खुवाएर फेरि लाग्यौँ हामी बाहिर ड्याडीको कपाल काट्ने भनेर जाँदै थियौँ। अनि बाहिर आकृति भेट भएन हामीसँग। अनि आकृतिसँग गफ गर्दै आकृतिलाई चाहिँ अर्को ठाउँ जानुपर्ने थियो। हामीलाई बाई बाई गरिन् अनि हामी चाहिँ लाग्यौँ कपाल काट्ने ठाउँतिर। यो चाहिँ हो मेरो छोरीको फुपाजुको रेस्टुरेन्ट। उहाँ दाइसँग भेट भयो अनि छोरीलाई चाहिँ त्यहाँबाट स्ट्रबेरी दिनुभयो दिदीले। अनि छोरी चाहिँ स्ट्रबेरी खाएर खुसी हुँदै हामी लाग्यौँ टुरिस्ट एरियाको मनोरञ्जन लिँदै हामी लाग्यौँ सलुनतिर। अनि छोरीसँग बाटोमा खेल्दै रमाउँदै टुरिस्टहरूसँग रमाइलो गर्दै अनि बाटोमा भेट हुनुभयो ड्याडीको फ्रेन्ड, कामको फ्रेन्ड भेट हुनुभएको थियो। उहाँसँग कुरा गरेर छोरी चाहिँ मामु मच्छा आज भन्दै मसाजको देखाइन्। अनि नानी लागिन् एटिएमको पिन थिच्नलाई चाहिँ बाटोमा यसरी एटिएमहरू थिच्दै हिँड्न बडो रङ्ग लाग्छ। अनि मलाई चाहिँ चाइनिज सपबाट केही सामानहरू लिनु पर्ने थियो। अनि म चाहिँ लागेँ बाटैदेखि चाइनिज सपभित्र। मलाई चाहिँ खास काठको चपिङ बोर्ड चाहिएको थियो। मेरो घरमा चाहिँ प्लास्टिक चपिङ बोर्ड थियो। मैले चाहिँ सकभर प्लास्टिकको सामानहरू अलिक कम नै युज गरौँ भनेर मैले चाहिँ काठको चपिङ बोर्ड लिनको लागि म चाहिँ छिरेँ चाइनिजको पसलतिर। चाइनिजमा बिलिङ गरेर हामी चाहिँ लाग्यौँ बाहिर। अब चाहिँ हामी पुग्यौँ सलुनमा। उहाँ चाहिँ गर्नुपर्ने भयो। अनि हामी चाहिँ यसरी चारैजना वेट गर्दैछौँ। अनि आयो मेरो टर्न। मैले चाहिँ हल्का थ्रेडिङ गर्छु न है भनेको, हस् गर भन्नुभयो। अनि मैले चाहिँ देखाउँदैछु थ्रेडिङ गर्नु छ भनेर। अनि मेरो थ्रेडिङ पनि भइसक्यो। अब चाहिँ ड्याडीको टर्न। ड्याडीले चाहिँ कपाल काट्नुभयो अनि दाढी पनि बनाउनु भयो। अनि हामी चाहिँ सैलुनको काम सकेर अब लाग्यौँ घरतिर। हामीसँग चाहिँ बाटोमा ड्याडीको दिदी भेट हुनु भएको थियो। उहाँसँग भान्जा भान्जी लिएर लाग्यौँ घरतर्फ। अनि कुरा गर्दै हामी त घर आइ नै सक्यौँ। अनि आज चाहिँ छोरीलाई भेट्न पोर्चुगिज आमा आउनुभएको थियो। उहाँसँग छोरी एकदमै खुसी भएर कुरा गरिन्। अनि म चाहिँ लागेँ ठुली छोरीको लागि खाना बनाउन। छोरीलाई रेगुलरको जस्तो मैले आज पनि भेजिटेरियन धेरै हालेर थोरै चामल र थोरै राइस राखेर मैले चाहिँ छोरीलाई जाउलो बनाइदिएँ। जाउलो बसाल्दैपछि ड्याडी चाहिँ लाग्नुभयो झ्यालमा जाली लगाउन। मेरो छोरीको जाउलो रेडी भयो। अब छोरी पनि आइन् जाउलो खाना ओला भन्दै छिन्। छोरी चाहिँ उसले चाहिँ फु गरेरै खुवाएको थिएँ। तातो छ कि भनेको उसले चाहिँ मुख बिगारी नै हाली। उनलाई चाहिँ र्याम सुनाउँदै मैले खाना खुवाइदिएँ। छोरीले चाहिँ मिठो छ भन्दै थिइन्। छोरीलाई खाना खुवाउने बेला चाहिँ एउटा सिङ्गर साइडमा बस्नु नै पर्छ सधैँभरि। उनलाई चाहिँ खाना खुवाउन धेरै गीत गाउनुपर्छ। उनले खाना फिनिस्ड भयो भन्दै गरिन्। आज चाहिँ सानी छोरीलाई ड्याडीले मसाज गर्दै हुनुहुन्थ्यो। मैले चाहिँ ठुली छोरीलाई मसाज गरेँ। यसरी मेरा दुवै छोरीहरूलाई सुताउँदै आजको मेरो डे 3 को ब्लग पनि यही अन्त हुन्छ। गुड बाई, सी यू नेक्स्ट ब्लग।